टु माई न्यू ब्लग। सो गाइस आजको भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी के अरे कमल पोखरीमा छौँ। के हामी बोजे पोखरीतिर पनि घुम्न जान्छौँ र भन् फेरि कहीँ नछोड्ने अरे। तपाईँहरू पनि घुम्ने ठाउँ नपाएर भौतारी रहनु भएको छ भने काठमाडौँ एरियामा तपाईँको लागि कमल पोखरी पनि राम्रो डेस्टिनेसन हुनेछ। सब बेरोजगार त होला नि हामी जस्तै। गर्मीमा रुखको मुनि बसेर हावा खानुको मजा बेग्लै छ नि त केटा। भनै फेरि त्यही पनि बेरोजगार चाहिँ धेरै हुँदैछन् हामी जस्तै। तपाईँहरू देख्न सक्नुहुन्छ साइडभरि बेरोजगारहरू बसेर हामी लगाइदिन्छ सबै ठाउँमा। रुखको मुनि त पुरै हामी पनि बल्ल बल्ल एउटा रुख पाएर यसरी बसिरहेका छौँ। वाट्सअप म्यान वाट्सअप। यति बेला चाहिँ गाइज हामी चाहिँ कमल पोखरी बसेर लङ टाइम बसेर अब हामी यहाँबाट निस्किन पनि लाग्यो। अब हामी निस्किनु पर्ने हुन्छ। यहाँ बसाइ हाम्रो लामो समय लाग्यो। अब हामी सिधै निस्केर लडेको छ गाइज हामी चाहिँ रुममा जान लाग्यो। अब गाइज म चाहिँ राइड हान्नु पर्ने हुन्छ। अनि यो रोदन भाइ बोल्छ पनि होला जे बोल्दा नि हुन्छ। अब हामी सर्ट चलिदिन्छौँ। अब म चाहिँ यहाँबाट अब गाइड हान्नुपर्ने हुन्छ। म त खाइसकेँ ल यत्तिकैमा ल गाइस त हामी यहाँबाट निस्किन आएको। हाम्रो राइडर सुन्दर सन ठकुरी बाइक राइड हान्दै होइसिन्छ। अब यहाँदेखि हामी डाइरेक्ट रुममा पनि जान्छौँ होला। डोन्ट फर्गेट टु वाचिङ, किप लभिङ एन्ड किप सब्सक्राइब आवर युट्युब च्यानल। हामी हिँड्नु पनि सक्यौँ होला। कमल पोखरीदेखि हाम्रो यात्रा तय भइसक्यो। अब रुममा जानु लाग्यो। सो मुस्किलले हामी रातो फुल आएको अवस्था। र हामी रुमतर्फ गइरहेछौँ। यो चाहिँ हाम्रो रातो पुलदेखि माथिको बाटो। अब हामी कालो पुलमा पनि आइरहेछौँ। यहाँदेखि डाइरेक्ट गयो भने हामी चाहिँ कपन मिलन चौक हाम्रो रुममा पनि पुग्छौँ होला। हेर्न नबिर्सिनु होला। लगाइछ हामी पहिलो पुलमा पनि पुगिसक्यौँ। यहाँको भ्यू चाहिँ यस्तो छ। समरमा टपको फुलहरू यताउति फुलिरहेको अवस्था यस्तै छ भ्यू। ल हामी घट्टेकुला पुलमा पनि पुगिसक्यौँ। यहाँ चाहिँ अगाडि गोपीकृष्ण हल रहेको छ। गोपीकृष्ण हल देख्न सक्नुहुन्छ। यहाँदेखि हामी यता अन्दिसो हामी यो बाटो चाहिँ गएर ठ्याक्क हामी हाम्रो रुम कपन मिलन चोकमा पुग्नेछौँ। भिडियो हेर्दै गर्नु होला। डोन्ट मिस टु वाच भिडियो। एक नम्बर हरियाली पाखा फेर ओए के हो यस्तो। हामी चाहिँ पुगिसक्यौँ। अब बाइक निस्किराखिसक्यो। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। किप लभिङ सपोर्टिङ।